कस्तो आइरह आज 2082 साल वैशाख 6 गते शनिबार हामी फर्पिङको हात्तीवन रिसोर्टबाट निस्केको र के अरे हात्तीवन रिसोर्ट हुँदै चम्पादेवी भस्मासुर डाँडा हुँदै हामी अब यहाँ चन्द्रगिरी झर्दैछौँ। रातो रेनकोट ओढ्ने हाम्रो सुमन बिष्ट भाइ हुनुहुन्छ। यो के अरे लाइट ग्रिन रेनकोट चाहिँ दामोदर गेवाली। यस्तै थियो, पानी आयो यी, अब जुत्ता भिज्ने भए, पाइन्ट भिज्ने भयो। एकदम मजा आयो एकदम रमाइलो भयो। पानी आएर झन् रमाइलो बनाइदियो। ल मलाई खिच्नु त, मलाई मेरो यहाँ सिङ्गापुरे छाता। ल ओ दाइ हुनुहुन्छ सिङ्गापुरे छातामा। यो सिङ्गापुरमा किन्ने छाता भनेर हामीलाई गफ्लाइरहनु हो, तर अब नेपालमै किन्ने जस्तो छ। छाता त सबै देशमा उस्तै होला नि, होइन? ल इन्जोय। चाइनाबाट सिङ्गापुर गएर उता ए हो छिमेकीले बनाएर सिङ्गापुर पुऱ्याएछन्। ल अहिले ल एकदम ठुलो पानी आएको अवस्था छ। सी यू गाइज।